आज हामी यता यो भलाम साइडतिर घुम्न आएको छौँ। यो खोलाको तिरमा रहेछ। यो खोला एकदम सुस्त आँटी घरतिर जान लाग्यो पो। यहाँ बाटो अलि खराब भएर जान सकिएन। अब यतैबाट हामी फर्कँदैछौँ। अब गाडीको साउले अब जान्न हुनेछ। अब हामी के गर्ने। अगाडि अगाडि रोमराज लामिछाने डिएफओ साहब अगाडि बढ्दैछ। हो बाटो चाहिँ कतै ढलान गरिएको छ, कतै ढलान गरिएको छ, कतै चाहिँ अझ ढलान हुन बाँकी रहेछ। बाटो खराब भएर चाहिँ यहाँ अलिकति बाटो खराब भएर चाहिँ हाम्रो चाहिँ गाडीको साउजी दिपक गौचन डराउनु भयो। त्यो भएर चाहिँ हामी यहाँ फर्कन बाध्य छौँ। तर यतातिर चाहिँ एकदम हामी कहिले नआएको ठाउँ। पोखराको यस्तो पुनः काप्चा गाउँहरू, हरियाली, साह्रै राम्रो ठाउँहरू रहेछ। अहिले चाहिँ कुना काप्चा जतासुकै बाटोहरू बनेको हुँदाखेरि सहज रूपमा चाहिँ जान सकिन्छ। पोखरामा फेवाताल, बेगनासताल, रूपाताल मात्र नभएर पोखरा वरिपरि, उपत्यका वरिपरि रमाइलो ठाउँहरू पनि प्रशस्त छ। मोटरसाइकलमा घुम्न आइरहेछ। किन फर्किन लाग्यो। आजलाई आँटी घर पुग्न नसके तापनि अब हिउँदो महिनामा अलि राम्रो बाटो अति सहज हुँदाखेरि आउनेछौँ। ल साथीहरू सब अब गाडीमा चढिसक्यो। ल अब हामी पनि जाऊँ।